आफ्नो पार्टी कार्यालयमा र घरमा जर्मनी, चाइना र रसियाका नेताको फोटो राख्नेले योगी आदित्यनाथको फोटो बोकेर किन आएको राजाको स्वागतमा भन्ने प्रश्न, तिम्रो प्रश्न खारेज गरिन्छ। तिम्रा पार्टी कार्यालयमा त जर्मनीको नेताको फोटो छ त, कार्ल मार्क्सको। तिम्रा पार्टी कार्यालयमा त रसियाको नेताको फोटो छ त, लेनिनको। ओ विदेशी दलाल हो। तिम्रा पार्टी कार्यालयमा त चाइनाको नेताको फोटो छ त, माओको। प्रधानमन्त्री स्वयं इन्डियन खुफिया एजेन्सीको तलबी कर्मचारी होइनन् र? होइन भने राति 12 बजे एक्लै इन्डिया खुफिया एजेन्सीको प्रमुखलाई भेटेर कति तलब बुझ्नुभयो? अनि आफ्नो कार्य प्रगति विवरणको जागिरको के प्रतिवेदन बुझाउनु भयो? परराष्ट्र मन्त्रालयको एकजना पनि कर्मचारी नराखिकन तपाईँ इन्डियन खुफिया तन्त्रको कर्मचारी हुनुभयो भन्दैमा नेपाललाई राष्ट्रघात गर्ने, सूचना बेच्ने यस्तो काम गर्न पाउनुहुन्थ्यो? तपाईले खुरुखुरु राति इन्डियन खुफिया एजेन्सीका प्रमुखसँग भेट्ने, तपाईले रसिया, जर्मनी र चाइनाका नेताहरूको फोटो राख्ने, अनि त्यो राजाको स्वागतमा आएको समूह मध्येको एकजना व्यक्तिले, त्यहाँ एकजना मान्छेले एउटा फोटो बोकेर आउनु भएको थियो। प्रदीप विक्रम राणा नाम राखे जस्तो लाग्थ्यो। त्यहाँ उहाँले के बुझ्नु भएछ भने मेरो कारणले आन्दोलनमा दाग लाग्छ, मेरो कारणले आन्दोलनमा प्रश्न उठ्छ, तर म चाहिँ व्यक्तिगत रूपमा जसरी नेपालमा कम्युनिजम चाहिन्छ, यो मार्क्सवाद चाहिन्छ भन्ने को फोटो राखे जस्तै नेपालमा राजा चाहिन्छ भन्ने योगी आदित्यनाथको फोटो उहाँले श्रद्धापूर्वक एउटा आध्यात्मिक व्यक्ति भनेर राख्नुभयो र आन्दोलनलाई दोष जान्छ होला भनेर यो आन्दोलनमा यसको केही सहभागिता छैन, मेरो मात्रै कुरा हो, व्यक्तिगत रूपमा म यो लिएर आएको भनेर आफ्नो नामै छापेर प्रदीप विक्रम राणाज्यूले चाहिँ आफ्नो नामसहित देखिने गरी छापेर ल्याएर देखाउनु भएको छ। प्रधानमन्त्री जस्तो इन्डियन खुफिया एजेन्सीको प्रमुखलाई राति एक्लै भेटे जस्तो लुकेर होइन। त्यसैले सगौरव प्रदीप विक्रम राणाले राखेकोमा, उहाँले आफ्नो तर्फबाट उहाँलाई सम्मान गरेकोमा कुनै आपत्ति छैन। अर्को कुरा, उहाँ एक आध्यात्मिक व्यक्ति हो, नेता पछि हो, आध्यात्मिक व्यक्ति हो। योभन्दा अगाडि पनि इन्डियाबाट विभिन्न गुरुहरू नेपाल आउँदा तपाईँ नेताहरू नै होइन खुरुखुरु जाने, आज योग छ भन्दै रामदेवको शिविरमा